जय मसी सालोम सबैजना आरामै हुनुहुन्छ। मेरो आत्मिक बुवाले एउटा कुरा साह्रै मिठो भन्नुहुन्छ कि तपाईँलाई शैतानले हराउन सक्दैन। तपाईँलाई शैतानले हराउन सक्दैन। हराउन सक्छ त केवल तपाईँको सोचलाई, किनकि शैतानले तपाईँको दिमागमा त्यो भ्रम हालिदिन्छ तैँले कहिले जित्न सक्दैनस्। त विश्वासी भएर पनि तपाईँले उँभो लाग्न सक्दैनस्। त क्रिस्चियन भएर पनि तैँले कहिले पनि परमेश्वरको राज्यको लागि तैँले केही ठुलो कामहरू गर्न सक्दैनस्। त पहिला जस्तो थिइस् अहिले पनि त्यस्तै छस् भनेर चाहिँ तपाईँको दिमागमा चाहिँ त्यो भ्रम हालिदिएको हुन्छ क्या। त्यही भ्रमलाई चाहिँ कति विश्वासीहरूले साँचो मानेर चाहिँ ब्याकस्लाइड भएका छन्। कति मानिसहरूले नबुझेर चाहिँ आफ्नो जिन्दगीलाई ब्याकस्लाइड फर्किएका छन् जो नबुझेर। त्यसैले शैतानले तपाईँको हृदयमा होइन तपाईँको दिमागलाई खेलाइरहेको छ। तर हामी सबैले यो बुझ्न जरुरी हुन्छ कि हाम्रो सबैभन्दा ठुलो शक्ति हाम्रो प्रभु येशू हुनुहुन्छ। उहाँले हामीलाई शक्ति र बल दिनुहुन्छ। आमेन।